नमस्कार। आज हामी एउटा एकदमै नयाँ र चाखलाग्दो लगानीको अवसरबारे कुरा गर्दैछौँ। सोपान फार्मास्युटिकल्सको आइपिओ। यो विशेष गरी विदेशमा रहेका नेपालीहरूका लागि किन महत्त्वपूर्ण छ? आउनुहोस् यसका सबै पक्षहरूलाई केलाएर हेरौँ है त। त्यसो भए सबैभन्दा महत्त्वपूर्ण प्रश्नबाटै सुरु गरौँ, होइन त? के यो विदेशमा बस्ने नेपालीहरूका लागि साँच्चीकै राम्रो लगानीको अवसर हो त? आजको हाम्रो यो विश्लेषण यही प्रश्नको उत्तर खोज्नमा केन्द्रित रहनेछ। ल, पहिलो खण्डमा हामी सोपान फार्मास्युटिकल्सले लाएको यही नयाँ आइपिओको बारेमा कुरा गरौँ। कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासन मतलब आइपिओ मार्फत लगानीको नयाँ ढोका खोल्दैछ र यसको पहिलो चरण त झनै महत्त्वपूर्ण छ। यहाँ सबैभन्दा ध्यान दिनुपर्ने कुरा के छ भने नि, यो आइपिओको पहिलो चरण अरू कसैका लागि होइन। यो विशेष गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि मात्रै छुट्याइएको छ। हो, यही कुराले यो अवसरलाई एकदमै सान्दर्भिक र विशेष बनाउँछ। अब दोस्रो खण्डमा आइपिओको कुल विवरणलाई अलि नियालेर हेरौँ। यो निष्कासनको पछाडि रहेका अङ्कहरू के हुन्? आखिर कति शेयर, कति लगानी? आउनुहोस् यसलाई एकदम सरल तरिकाले बुझ्ने प्रयास गरौँ। ल हेर्नुहोस्, कम्पनीले जम्मा 42,90,000 किता शेयर जारी गर्दैछ। यो रकम भनेको कम्पनीको कुल 1,71,60,00,000 रुपियाँको पुँजीको ठिक 25% हो। मतलब यो निष्कासनपछि कम्पनीको 1/4 हिस्सा अब सार्वजनिक लगानीकर्ताको हातमा हुनेछ। यो बाँडफाँडको चार्ट हेर्दा त झनै प्रष्ट हुन्छ कि शेयर कसलाई कति भनेर। यहाँ हेर्नुहोस् त, 4,29,000 किता शेयर सिधै वैदेशिक रोजगारीमा रहेकाहरूका लागि छुट्याइएको छ। त्यसपछि सामूहिक लगानी कोष र कर्मचारीहरूको पालो आउँछ र बाँकी रहेको सबैभन्दा ठूलो हिस्सा चाहिँ सर्वसाधारणका लागि सुरक्षित गरिएको छ। ल, तेस्रो खण्डमा अब हामी अझै गहिरिएर हेर्नेछौँ। विशेष गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि यो अवसरले के अर्थ राख्छ त? यो खण्ड उहाँहरूले जान्नै पर्ने विवरणहरूमा केन्द्रित छ। हो, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि कुल 4,29,000 किता शेयर सुरक्षित गरिएको छ। यो भनेको कुल निष्कासनको ठ्याक्कै 10% हिस्सा हो, जुन उहाँहरूका लागि मात्रै आवेदन दिन मिल्ने एउटा विशेष कोटा हो। त्यसो भए कति लगानी गर्न सकिन्छ त? एकदमै सरल छ। कम्तीमा 10 कितादेखि लिएर बढीमा 11,000 कितासम्मका लागि आवेदन दिन सकिनेछ। यसले सानो लगानीदेखि अलि ठूलै लगानी गर्न चाहने दुवैलाई अवसर दिएको छ। अब चौथो र अन्तिम खण्डमा सबैभन्दा व्यावहारिक प्रश्नमा आउँछौँ। यो आइपिओमा कसरी र कहिले आवेदन दिने त? यहाँ हामी सहभागी हुनका लागि चाहिने प्रक्रिया र समयबारे स्पष्ट जानकारी दिनेछौँ। समय चाहिँ एकदमै महत्त्वपूर्ण छ है। आवेदन चैत 9 गतेदेखि खुल्नेछ र चैत 12 गते बन्द भइहाल्छ। यो छोटो समय सीमालाई चाहिँ ख्याल गर्नै पर्छ। आवेदन प्रक्रिया त झनै सजिलो छ। मेरो शेयर प्लेटफर्म प्रयोग गरेर कुनै पनि आसपास स्वीकृत ब्याङ्क वा वित्तीय संस्था मार्फत 10,000 देखि 11,000 किताको लागि सजिलैसँग आवेदन दिन सकिन्छ। केही मुख्य जानकारीहरू याद राखौँ है त। यो आइपिओको आधिकारिक बिक्री प्रबन्धक अर्थात् निष्कासनको सम्पूर्ण व्यवस्थापन गर्ने संस्था एनएमबी क्यापिटल हो र सबै आवेदनहरू सी-आस्मा प्रणालीबाटै मतलब अनलाइनबाटै प्रक्रियामा जानेछन्। र अन्त्यमा सबै महत्त्वपूर्ण जानकारीलाई यो तालिकामा एकै ठाउँमा सर्र हेरौँ। आवेदन खुल्ने र बन्द हुने मिति, न्यूनतम र अधिकतम किता र आवेदन दिने माध्यम। सम्भावित लगानीकर्ताका लागि यो एउटा एकदमै छिटो र उपयोगी सारांश हो। यी सबै जानकारीपछि मुख्य प्रश्न त रहन्छ नै कि सोपान फार्मास्युटिकल्सको यो आइपिओ एक सही लगानीको अवसर हो त? यसको निर्णय त आखिरमा हरेक लगानीकर्ताले आफ्नो वित्तीय लक्ष्य र जोखिम लिन सक्ने क्षमताको आधारमा नै लिनुपर्छ। ल त